हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल क्वार्टेबल ब्लग्स। सबैजनालाई जुजुलोप्पा सेवारो लासो फ्याफुला जोडले यहाँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ म आजको मेरो न्यू डे र न्यू भ्लग सुरु गर्दैछु। अनि आज चाहिँ वेडनेसडे भयो। आज चाहिँ मेरो बहिनीको ह्याप्पी 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 बर्थडे छ। अनि आज चाहिँ हाम्रो स्कुलमा प्लान भएको छ कि हामी चटपटै बनाएर खाने भनेर। So excited! अन्त मेरो तर्फबाट चाहिँ खोर्सानी थियो जुन मैले प्याक गरेँ। 3-4 पिस भनेको थियो अनि मैले चाहिँ साथीलाई झुकाएर 3 पिस लिएर आउँछु गरेको थिएँ, तर 4 पिसै छ। म त्यस्तो साह्रो लोभी पनि छुइनँ। चल झुटा। अनि 4 पिस यो ब्याग प्याक गर्दाखेरि राखौँला। अनि मैले चाहिँ म्याथको लागि एकछिन पढेँ। अनि मैले पढ्दा याद आयो कि सामाजिकको त क्वेसन एउटा गर्नै बाँकी छ। अनि त्यही भएर फेरि त्यो क्वेसन गर्छु अनि त्यसपछि तपाईँहरूलाई भेट्छु है त। मैले चाहिँ सामाजिकको पनि गरेँ, ब्याकप्याक पनि गरेँ। अनि अब चाहिँ बहिनीको बर्थडे हो नि त नि, अनि गिफ्ट किनिदिएको छैन। अनि गिफ्ट चाहिँ अब सोचेको छु के किनिदिने भनेर। त्यसको लागि त मनी चाहियो नि त नि। अनि मैले सेभिङ गरेर राखेको थिएँ, असल पैसा त छ। अनि स्कुलबाट फर्किँदा त्यहाँ एउटा पसल छ, त्यहाँबाट किनिदिने सोच छ। कति छ मसँग? $200 भयो, 200 को गिफ्ट किनिदिनु पर्यो। अनि इनकेस धेरै भयो भने मसँग चाहिँ 200 छ अनि 50 रुपियाँ नि एक्स्ट्रा। यो चाहिँ स्कुल ड्रेसमा राख्छु म। अनि अब चाहिँ भात खान जाने। सो गाइज मैले चाहिँ भात खाइसकेँ र लुगा पनि लगाइसकेँ। यो चाहिँ मेरो स्कुल ड्रेस हो। अब चाहिँ म मेरो स्कुल ड्रेसको फिट चेक गर्दैछु। यस्तो चाहिँ मेरो स्कुल ड्रेस चाहिँ गलबन्दी नै छ। अब चाहिँ म गलबन्दी लगाउँछु। म स्कुल जान्छु अनि पछि भेटौँला सबैजनालाई। बाई। सो गाइज म चाहिँ स्कुलबाट फर्किसकेँ। अनि अलिअलि पानी परिरहेको छ, त्यही भएर अलिअलि चाहिँ भिज्यो हो, र धेरै भिज्यो होइन। अब चाहिँ म बहिनीकोमा बर्थडे पार्टीको लागि जान्छु। यस। अब चाहिँ म रेडी हुन्छु अनि त्यसपछि फेरि भ्लग गर्छु, तपाईँहरूलाई देखाउँछु के भयो पार्टीमा। Two minutes later. 1 hour later. A few moments later. 346 minutes later. Several days later.
यताउता गरेँ। अब चाहिँ बर्थडे मनाउँदैछौँ हामी। बर्थडे गर्ल चाहिँ उयो हो मेरो बहिनी। कता गयो त उड्दो के अरे उडिसक्यो क्या बात कर रहे हैं ओसिएछ क्या छैन होला ये भगवान क्या जुलुम है हामीले चाहिँ केकहरू काट्यौँ अनि एकछिन फन गरेपछि चाहिँ हामीले नास्ता खायौँ, खाजा खायौँ अनि खाजाले पेट भरेर चाहिँ हामी सुत्नतर्फ लाग्यौँ। एकछिन गफ गऱ्यौँ, मेमोरिज बनायौँ, एकदम रमाइलो भयो। अनि त्यसपछि चाहिँ अब सुत्न गएको हामी सबैजना सुत्न गयौँ, थाकिरहेको थियौँ, त्यही भएर चाहिँ सबैजना सुत्नतर्फ लाग्यौँ। अनि भिडियो चाहिँ बनाउनै बिर्सेछु अनि हामी सुत्यौँ। अनि अब हामी चाहिँ बिहानै उठेर घरतर्फ फर्किँदैछौँ। आजको ब्लगमा चाहिँ यति नै। धेरै रमाइलो भएको थियो मेरो लागि चाहिँ त्यो दिन। अनि अब चाहिँ घर फर्किँदैछौँ अनि सबैलाई टाटा बाई बाई छ। लभ यु अल, थ्याङ्क्स फर सपोर्टिङ।